उनीहरूको यस्तो माया जसका कारणले देश बन्दैन, त्यस्तो मात्रै माया गरे। देश बनाउने खालले माया गर्नका लागि न उनीहरू बलिदान दिन तयार छन्, न होमिन तयार छन्, न कुनै योगदान दिन तयार छन्। एउटा भोट दिन सक्दैन एउटा भोट। उनीहरू फेरि त्यही मान्छे त्यो दुःख खाँदासम्मका लागि एक ठाउँमा भयो, त्यसपछि फेरि त्यो फिल्डमा आउँदा अधिकांश मान्छेहरू फेरि त्यो जुन एडिक्सनको लतमा भएको समाजको चाहिँ जुन मोडल हामीले यो देशका मौजुदा दलहरूले हिजोदेखि राखिराखेका छन् त्यसको कब्जामा परिहाल्छ। अब अर्को एउटा तपाईँलाई एउटा खास कुरा, भोट त हो, तपाईँका लागि पो भोटिङ राइट्स हो, तपाईँले पो बुझ्नुभएको छ, तपाईँ गएर निर्विघ्न भएर तपाईँले भोट हाल्नुहुन्छ। तर सबै साथीहरू त तपाईँ जतिको पर्फेक्ट बनेर राजनीतिका विषयमा अध्ययन गर्ने, उनीहरूलाई स्कुलिङ गर्ने त्यो सिकाइयो त, कक्षादेखि सिकाइयो, समाजमा सिकाइयो, भोगाइयो। नागरिकता हामीले त्यसै दियो, देश चिनाउनै सकेन। त्यही नागरिकताले सिम लियो, त्यही नागरिकताले जग्गा किन्यो, त्यही नागरिकताले अनेक सेवा सुविधा लियो, त्यही नागरिकताले पासपोर्ट बनाएर विदेश गएर कमाएर सबथोक गर्यो। तर यो नागरिकता दिने देशमा त्यो नागरिकता लिने मान्छेले देशको यो नागरिकता कसरी प्राप्त भएको हो, यो नागरिकताको सबभन्दा माथि नेपाल सरकार भने नेपाल भने कसरी बनाए हो, यो देश बनाएर रहँदाखेरि मलाई नागरिकता बन्छ, यो नागरिकताका कारणले पनि मसँग देशभक्ति भावना हुनुपर्छ, राष्ट्रियताको भावना, तपाईँले अघि भन्नुभयो त्यो राष्ट्रियता भावना हुनुपर्छ। र यो देश बचाउनका लागि मैले देशको माया मात्रै गरेर हुँदैन, ठाउँको माया मात्रै एकछिन भावनामा बगेर मात्रै हुँदैन, मेरो योगदान